लिची आयो रे कसैको आँखा नलाग्नु भएर साडी झुन्डाएको छु यतापट्टि यस्तो छ अब अर्कोपट्टिको भागमा हेर्नु है त यता यस्तो छ यता यहाँ हाँगै नुहेर भुइँमा पुगिसकेको छ यहाँ चाहिँ यस्तो छ यता यति छ यतापट्टिको ठुलो हाँगोमा चाहिँ फलेन ए एउटा हाँगोमा चाहिँ निकै फलेर यहाँ भुइँ छएको छ यसरी यति गर्दाखेरि वरिपरिको एरिया चाहिँ देखाएँ देख्यो कि देखेन पनि कालो कालो देख्छु म चाहिँ नजिकबाट हेर्दा यस्तो छ लिची यतिको भएको छ खाँदाखेरि अमिलो अमिलो छ अलिक गुलियो गुलियो भएको छैन बा जातै अमिलो खालको हुने हो कि खोइ पहिलोचोटिको फल थाहा नै भएन।